वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। लाग्छ तिमी रुँदा म आफैलाई मरे जस्तै लाग्छ भित्र भित्रै ठुलै अपराध गरे जस्तै लाग्छ गरे जस्तै लाग्छ लिन आए दिलै कि रानी पार्ने छैन जुनी
न मायाले सुन न मायाले तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिमी बेहुली बनी डोली चढ्ने कहिले हो सिउँदोमा सिन्दुर भर्ने मैले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो बस्नु तिमी थोरै थोरै लजाएर जतिली लिन आउनु नौमती बजाएर बेहुली पनि बस्नु तिमी थोरै थोरै लजाएर सारा खुसी हेर किन्ने मैले हो तिम्रो छाया पनि सँगै हिँड्ने मैले हो तिमीलाई बेहुलीको भेषैमा तिम्रो देशैमा लाने कहिले हो तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले किनिदिनु सिन्दुर पनि किनिदिनु जहाँ जहाँ जान्छु म छाया बनी हिँडिदिनु चुरपते किनिदिनु सिन्दुर पनि किनिदिनु जहाँ जहाँ जान्छु म छाया बनी हिँडिदिनु तिम्रो मनको कुरा हेर बुझ्ने मैले हो तिम्रो आँखामा सुख से पुछ्ने मैले हो तिमीलाई बेहुली बनाई सुन लाने मैले हो मेरो खाली सिउँदोमा सिन्दुर भर्ने कहिले हो तिमी बेहुली बनी डोली चढ्ने कहिले हो ओम विष्णवे नमः इदं विष्णु चक्रमे वेदानि नदे पदं मा समूढमशपा कुसुरेश रूपम सर्दिनु पर्यो नानीलाई साह्रै चिपिनु भयो
बसे त बसे नै क्या हो अगाडि गर्नु अन्त त हजुरकै कपडा भिज्छ हात अगाडि आफ्नै कपडा भिज्छ त्यसले चिसा बस्नुपर्छ फेरि तेलमा लाएर हजुर मेरो श्रीमान, हजुर मेरो भगवान, हजुर भए पाउँछु मैले सारा इज्जत मान। म हाँसेकै हो तिम्रो मायाले मन सधैँ ढुक्क हुन्छ तिमी छेउमै बसिदिँदा सारा दुःख भाग्छ मेरो सारा दुःख भाग्छ हो तिमी सँगै हुँदा मन सधैँ ढुक्क हुन्छ तिमी छेउमै बसिदिँदा सारा दुःख भाग्छ मेरो सारा दुःख भाग्छ। तिमी मेरो मुटु तिमी मेरो धडकन तिमी भए चाहिँदैन कुनै रुपियाँ धन म हाँसेकै हो तिम्रो मायाले तिमीलाई रोजे स्वार्थको संसारमा निस्वार्थ मन भेटे तिम्रो निस्वार्थ मन भेटे हो हजारौंको भिडबाट तिमीलाई रोजे स्वार्थको संसारमा निस्वार्थ मन भेटे तिम्रो निस्वार्थ मन भेटे। हजुर मेरो आदर हजुर मेरो कादर हजुर भनी छोडी आए मेरो माइती घर म हाँसेकै हो तिम्रो मायाले
तुमसे बातें हुई, मांगे तुम्हें रोज आंखें मेरी। ख्वाबों में आने लगे तुम मेरे, क्या हो तुम मेरे ये कैसे कहे। तू आशिकी है मेरी, तू मेरा प्यार है। तू दिल लगी है मेरी, तू मेरा प्यार है। तू आशिकी है मेरी, तू मेरा प्यार है। से ज्यादा जानते हैं आजकल तुम्हें। उम्र भर थे सफर में हम ठहर गए, जब से तुमसे है मिले हम संभल गए। दिल धड़का पल भर में 100 बार है, होने वाला है या हुआ प्यार है। तू आशिकी है मेरी, तू मेरा प्यार है। सेम लाग्छ कि लाग्दैन कि स्वाद चाहिँ यस्तो हुन्छ मिठो। नेचुरल लाइटमा हान्दिने के अरे ड्रोन चलाउनु सिङबाट 3000 पाउँछ नि त। उडाउनेवाला ल्याएको माथि उडाउनेवाला हानेको त यस्तो जाँदो रहेछ, ड्याङडा बुडुङ ठोकिने कि
अनि उहाँ हजुरहरूको सम्झी भेट गर्ने बेला चाहिँ उहाँ क्यामेराम्यानहरू पनि जानु चिनाएर त्यहाँ काम गर्दै गर्ने पूर्वस्तम्भ त्यतातिर पूजा गरिरहनु स्तम्भमा एक क्रमैसँग पूजा गरेर त्यसमा यसमा यसमा क्रमै है पूर्वस्तम्भ स्तम्भ भनेको यो जग्गा हो नि फेरि नबुझ्नु यसो हतार भुस होइन अगाडिपट्टि है अहिले एक ल यहाँ जल छोड्नु छ अब यसो जल यसो भएर छोडिदिनुहोस् न हजुरले म मन्त्र भन्छु अब मैले मन्त्र भनेपछि अनि गर्ने है त भाइलाई दिनु चाहिँ नाङ्गा नाङ्लोमाथि हो त्यसरी हो त्यहाँ हात थापेर त्यहाँ राख्ने हो त्यहाँ हात थापेर हो हातमा नि हो ल आधा नाङ्लोमा जानुहोस् आधा आएको यता अगाडि हुनु पछाडि तल झर्नु जल छोड्नु न फेरि अब सबै भ्याउने अब अहिले पछि नै जान्छ ल जल छोड्नु सबै किन्यो परिन्छ चाहिँ ल भयो आउँदा भाइलाई ल पर्नु छ आउने नै तपाईँहरूको हाम्रो गाउँ छ के हो उहाँ 1 2 3 4 5 6 7 ल पूजा अहिले मात्रै भयो पूजा गर्ने मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष कमेन्ट छ नि आँखालाई माथि नै राख्नु
यहाँ राख्नु त्यहाँ माथि हात राख्नु हजुरले नै हात राख्नु त्यहाँको समाधान पकाएको हो कि त्यो होइन उहाँले भाग्न अनि उहाँले पसिन् अहिले अस्ति पकाएको पनि पसिन्थ्यो उहाँले अघिल्लो चलाउनु भने त्यो ताला पहिला हामी अलिक फोन चाहिँ अलिक देख्थ्यौँ क्यामेरा पनि देख्थ्यौँ ल खाइदिनु हेरेर खुवाउनु कता पर्छ अनि सर्किन्थे त्यही सर्किने आउँथ्यो त्यो जुठो त्यहीँ सर्किन्थ्यो हो पानी उतारा भेट्न आएको म त पाकेको भात नखाई तिमीलाई भेट्न आएको म त पाकेको भात नखाई बस्ला बस्ला भएको माया बिचमा छाड्न नपाई ओ बिचमा छाड्न नपाई नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन ओ पुरै माया देऊ मलाई आदि होइन हतार हतार नुहाएर अत्तर छरी आइछु हतार हतार नुहाएर अत्तर छरी आइछु हजुरसँग भेट्न पाउँदा फुरुङ फुरुङ भाइछु है फुरुङ फुरुङ भाइछु नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन हाय पुरै माया देऊ मलाई आदि होइन आँखा बन्द गर सानो सोचेकै छिन आँखा बन्द गर सानो सोचेकै छिन माया छैन भने फर्की फर्की हेर्यौ किन ओ फर्की हेर्यौ किन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन ओ पुरै माया देऊ मलाई आदि होइन माया बिना जिन्दगीको केही रहेनछ अर्थ माया बिना जिन्दगीको केही रहेनछ अर्थ त्यही भएर त सुरु गरे सोमबारे व्रत है सोमबारे व्रत नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन हाय पुरै माया देऊ मलाई आदि होइन मनमा कोही अरू भए बताइदिनु पर्यो मनमा कोही अरू भए बताइदिनु पर्यो हजुर बाहेक कोही मैले रुचाइन अरू ओ रुचाइन अरू नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन ओ पुरै माया देऊ मलाई आदि होइन तिम्रो यादमा एक दिन मैले के गरे सुन तिम्रो यादमा एक दिन मैले के गरे सुन दालमा चिनी हाल्न पुगे चियामा चाहिँ नुन
काली भन काली तर्छु सेती भन सेती काली भन काली तर्छु सेती भन सेती विचार गरी लाम्ला माया हुँदैन है छेती हुँदैन है छेती नम्बर सुन हो नि म त जाँदी होइन अब यहाँ लगाइदिनु पनि पानी बजाइदिनु न पानी अब त्यो ल्याउनु त्यहाँ राखेर उहाँलाई अलि दुईटा हातमा सधैँ यस्तै रमाइलो रहिरहोस् है हजुरहरूको ल भयो अब भयो नि तिनजना हँस्दै जाऊ छोरी हँस्दै जाऊ
हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ